म आएर डिस्टर्ब हो? त्यस्तो होइन। के त्यस्तो होइन? अघि भर्खरै दुवैजनाले मलाई के वचन दिएका थियो? आजदेखि एकअर्कासँग कुरा नगर्ने नभेट्ने भनेको त यसरी अङ्गालोमा बाँधिएर माया प्रेम साटासाट गर्नु पो रहेछ होइन? तिमीले गलत बुझेको सृजना। हामी अबदेखि नभेट्ने भनेरै भेटेको हो। भयो, अब मलाई स्पष्टीकरण दिइराख्नु पर्दैन। मैले सबै सुनिसकेँ। छि, घिन लाग्दो। घरमा स्वास्नी राखेर बाहिरी केटीसँग प्रेम लीला रच्दै हिँड्ने तपाईँ जस्तो पुरुष गाउँकै इमान्दार।